छुट्टिनु पर्ने भयो केही छ भन्नुपर्ने कुरो सफल होस् शुभ यात्रा हाम्रो सरको च्यानल सबले सब्स्क्राइब हान्दिनु लाइक कमेन्ट सेयर सब गरिदिनु जन्म अनि एउटा जेब्रा झोला अनि तीनटा ब्याग कृष्ण भाइ हामी चाहिँ अब एबिसी आइपुग्नु लागेको छ हाम्रो कृष्ण भाइ हैरान नत्तु भएर यस्तो हालत भएको छ सबैजनाको है जस्ट 1 आवर्स भएको छ हिँडेको यसरी मैले चाहिँ प्रिन्सीलाई चाहिँ तान्दैछु यसरी हो यहाँनिर मेरो पछाडि हृदयन आउनु हुँदैछ हृदयनको पछाडि हाम्रो मुरली भाइ हुनुहुन्छ एनजी हुनुहुन्छ यो चाहिँ मेरो स्टार्टिङको ग्रुप है हामी चाहिँ अहिले वेलकम 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 टु एबिसी वेलकम टु एबिसी आउनुहोस् अब चाहिँ हाम्रो यहाँबाट चाहिँ ट्रेकिङ सुरु हुन्छ क्लास 9 को स्टुडेन्ट्स सबै रेडी छैन अब उकालो हिँड्नु ल हुँदैछ सबै रेडी भइरहेछ ल सबै रेडी छैन के सिमको पक्रिँदा यसरी म तान्दैन अहिले बाटोमा पाउँछ किन्नु कृतेश सकिन्छ नि उकाल्न है झ्याम उकाल्न है हिँडिने ल यहाँ हाम्रो कृष्ण भाइ अहिले त नाम चेन्ज भएको छ है के पो अहिलेको नाम त रिसेन्टली के पो ए फेरि कृष्ण आयो ल ल बधाई छ ती 4-4वटा नाम फेरेकोमा बधाई छ अनि यो त अन्त कृष्ण रोहित कृष्ण 4वटा भएन अब हाम्रो यहाँबाट चाहिँ जर्नी स्टार्ट हुनु लागेको छ अब खाजासाजा खाएर हामी किन मजाले खाने यसो गर्नु ल हाम्रो यहाँ दाइहरू पनि दादा राम्रोसँगले खाउँ मजाले है नलजाइकन है खुसी ल अब मजाले खाने त्यसो गर्दा उकालो चढ्ने है एनजी प्रिन्सिका खै अन्डा खै आएको छैन ए ल राधाजी अघि त राधाको गीत लागिरहेको थियो यहाँनिर हाम्रो चिया चाहिँ आयो ए यता अन्डा यता खै तिम्रो तरकारी ए तरकारी एउटा तिमी नखाने अन्डा ट्याम लगाइदिने हो यहाँ कसैले चाहिएछ अन्डा लिएको छैन सो नाउ वी आर गोइङ टु स्टार्ट आवर जर्नी फ्रम हियर दिस इज कल्ड काँडे हो वी आर हेडिङ टु एबिसी सो ल ओके मुभ स्वर्णिम बेस्ट अफ लक ल सो यहाँबाट हाम्रो जर्नी स्टार्ट भएको छ टिल पोथाना यस ल केटा बल्यो भएर हिँड्ने यसरी देन ल यस भाइ म्याम कन्सर्ट गर्नुको जतै छ त केटाहरूको यस ल आइएम कमिङ ल एनजी ल राम्रोसँग लिने प्रिसिएट आइहाल्यो ल
ल ल हामी चाहिँ कति 15 मिनट्स भयो हिँडेको 15 मिनट्समा सबैको ल मिगमा आइपुग्यो ल आइपुग्यो हामी मैले एकजना तान्दै ल्याउँदैछु यही त हो त रमाइलो भनेको ट्रेकिङको थाकेर बिजोग भइरहेछ तँ पसिना पनि एक्सन हेर त त्यस्तो छिटो हिँडेर पनि वेलकम 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 टु एबिसी वेलकम टु एबिसी प्रिन्सिका ल ल ल आइपुग्यो हाम्रो पसिना मात्रै आएको पसिना मात्रै आएको हाम्रो भान्जाको हाम्रो कृष्ण भाइ हैरान हत्तु भएर यस्तो हालत भएको छ सबैजनाको है जस्ट 1 आवर्स भएको छ हिँडेको यसरी रेस्ट गरिरहेको छु हामी है हामी आएको बाटो चाहिँ त्यहाँ हो हामी आएको चाहिँ त्यहाँबाट हो त्यहाँनिर खाजा खाएर त्यसको बाद यस्तो हुँदै 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 हामी चाहिँ अहिले चाहिँ यहाँनिर ट्र्याकमा छौँ यहाँनिर हुन्छ हाम्रो भीम भाइ यहाँनिर हुन्छ हाम्रो आराध्या थाकिरहेछ क्रिन्जल पनि पिन्छ भाइ कस्तो फिल भइरहेछ अब गुराँस फुलेको बेलामा राम्रो हुन्थ्यो अन्जी जति हेऱ्यो पनि फ्रेसै देख्छ त अन्त बोला म के बोल्ने सबै घाँटी दुखिसक्यो हृदय त्यसो गर्दैन नि त अन्त कस्तो फिल भइरहेछ यहाँ सुनाउँदाखेरि कस्तो भइरहेछ नभन्दा भाइ यहाँ सुनाउँदाखेरि कस्तो फिल भयो रमाइलो भएछ थाकेको छैन हल्का हल्का है माथि गएर काट्ने प्लान हो उम्किन्छ भने डसरी छ जङ्गलमा भाग्यो भने त भेट्दैन लु यहाँ चाहिँ उम्क्यो भने भेट्दैन माया मारे हुन्छ अनि यो के अरे माथिसम्म वनसम्म पुरै के अरे गुराँस फुल्छ है धपक्कै हजुर उता ओसेप छ फेरि लेक छ ठुलो लेक छ उता फुल्दैन है उता फलाट खर्चो हुन्छ हजुर यो भेगमा चाहिँ ए त्यही त अन्त हजुर हजुर चाहिँ कहाँ जानुभएको अहिले काँडे अब नुनखोर्सानी सिद्धिएर काँडे गएर आउनुभएको ए यता चाहिँ कहाँ हो त घर अर्काको जग्गामा गएर बसेको सानो गोठो ए ल हुन्छ आउनुहोस् है कन्टेन्ट भनेको बोजूको इन्टरभ्यू होइन बोजूको इन्टरभ्यू ल्यायो क्या त अन्त मैले चाहिँ प्रिन्सीलाई चाहिँ तान्दैछु यसरी हो यहाँनिर मेरो पछाडि हृदयन आउनु हुँदैछ हृदयनको पछाडि हाम्रो मुरली भाइ हुनुहुन्छ एनजी हुनुहुन्छ यो चाहिँ मेरो स्टार्टिङको ग्रुप है हामी चाहिँ अहिले बिस्तारै बिस्तारै एबिसीतिर लम्कँदैछौँ अब यहाँदेखि चाहिँ पुरै प्लेन तेर्सो बाटो हो ह्याप्पी हो सबैजना है त्यहाँ चाहिँ मैले सेल्फी बनाएको अब यहाँबाट चाहिँ सिधा छ अब लु ल अब चाहिँ लथी छोड्दैन नि छैन उकालो अब ल हामी चाहिँ अब यहाँनिर डरलाग्दो ब्रिज क्रस गर्दैछु है यो चाहिँ नि अहिले हेर्दाखेरि यस्तो देखिन्छ एक्चुअलमा रेनी सिजनमा चाहिँ भयङ्कर हुन्छ कि यहाँनिर चाहिँ मान्छे बगाउने पानी आउँछ है अहिले चाहिँ सुकेको छ यहाँनिर मेरो ग्रुपले चाहिँ अहिले यहाँको स्ट्रिम क्रस गर्दैछ स्ट्रिम पछाडि बजाइआउनु हुँदैछ यो चाहिँ रेनी सिजनमा चाहिँ भयङ्कर हुन्छ नि फेरि डरलाग्दो बसौँ माथि माथि यो तल गयो भने त फेरि धम्पुस पो जाने अनि एउटा जेब्रा झोला
अनि 3टा ब्याग कृष्ण भाइ यता चाहिँ असली हामी चाहिँ अब एबिसी आइपुग्नु लागेको छ यो मेरो पुरानो प्यारो स्टुडेन्ट ट्राभलरको कृष्णजी टुरिस्टहरु सो अब चाहिँ हामी यहाँबाट यो माथिबाट हो नि है कहाँ जस्तो देख्छ नि त हेर त हृदय कहाँ हो कहाँ जस्तो देख्छ कि क्यामेरामा हेरेर सो अब हामी चाहिँ एबिसी अस्ट्रेलियन बेस क्याम्प आइपुग्नु लागेको छौँ आई थिङ्क 15 मिनट्स जस्तो लाग्छ होला आफ्टर द्याट विल टेक रेस्ट हाम्रो ग्रुप अर्को ग्रुप आउँदैछ तलबाट ग्रुपलाई पर्खिने हृदयनले फेरि गीत गयो एकदम म्युजिकमा ल फाइनली वी हेभ रिच एबिसी अस्ट्रेलियन बेस क्याम्प केटाहरू चट्ट रेस्ट गरिरहेको छु यहाँ कसै ललिपपमा बिजी छ फेरि ल अब चाहिँ हामीले यहाँ एबिसीबाट लन्च गरेर चाहिँ 1 आवर्सको रेस्ट गरेर फेरि हामी चाहिँ पोथानातर्फ लाग्दैछौँ माउन्टेन रेन्जहरू सबै अहिले बादलले छोपिसकेको छ जो खेले पनि हुन्छ दामी सेप गोल ल एक सर्ट ल लास्ट ओके हामीले चाहिँ अब यहाँ लन्च गऱ्यौँ लन्च गरेर 1 आवरको रेस्ट गरेर चाहिँ अब फेरि हामी चाहिँ पोथानातर्फ जाँदैछौँ उसलाई चाहिँ लिड गर्नुपर्छ केटाहरू पनि रेडी छ देखाइदियो केटाहरूलाई केटाहरू रेडी छ हिँड्नुको लागि हाम्रो सरको च्यानल सबले सब्सक्राइब हान्दिनु लाइक कमेन्ट सेयर सब गरिदिनु आजको दिन कस्तो भयो भनिदेऊ रोइला भयो खै कस्तो हैन एकदम गाह्रो भयो मुखमै छेस्छ के हो मलाई यो चाहिँ हाम्रो क्लासको भोटिनी गाई भोटिनी हो हैन यो गाइज ल खाऊ परस सर वा के हो गाइदानमा यो सरको त बन्द भयो त न र ए गरे एन्जिला आजको टुर कस्तो हुँदैछ खतरा हुँदैछ हेलो मिस कस्तो हुँदैछ टुर बब्बाल बर्थडे गर्ल हजुर यता हेर्नुहोस् त प्लिज गाइज बर्थडे गर्लले हामीले बर्थडे गर्ल के छ गाइज मेरो बियर मेरो बासस्ती को लियो ओ दाइ हेर्नु न त त्यही हो के बाङ्गेको तल ओ भान्जा आइबन पानी मात्रै हान्छ भान्जाले हेलो भन्न सालो मान्छेलाई बोल्ने हेलो भन हेलो सुमित हेलो भन हेलो ओ रिजन हेलो भन मुख छैन यसको चाहिँ यो चाहिँ लाटो हो हेलो भन हेलो यो मेरो लट्ठी प्रिन्सिका दिदी कस्तो भयो आजको दिन रमाइलो भएछ हिँड्न गाह्रो त भएछ नि धेरै गाह्रो भयो एकदम गाह्रो भएछ है र योले लट्ठी बोतल ल्याउ त हामी त अघि के गेम खेल्नु दिव्या प्रिन्सेस दिव्या यो अघि कोले लिन दे त्यसले लिन दे केटीको देखेको कि हो यो सन्दीपाको होइन थ्याङ्क यू बस यो गाई चाहिँ निचल्यो गाई अब हामी पोथानातिर जाने गोमा मिस अगाडि हुनुहुन्छ गाइस अनि रेन्जिन सर पछाडि हुनुहुन्छ गाइस मेरो अहिले खुट्टा दुख्यो
यहाँ घर जस्तो छ गरेन होमस्टे अनि यहाँ वेलकम टु एन्जल्स गेस्ट हाउस अब चाहिँ हामी ओह्रालो अब हामी ओह्रालो झर्ने गाइज यही सँग सँगसँगै थियो गरे स्वेटरसँग कुन योगेश गाइज यहाँ फोर्न नफाल्ने भने धम्पुस जाने यता अनि यता पोथाना जाने छाता कस्तो हो भगवानले छाता नि लिएर आएका रहेछ भाग्दै गयो जानुका गाइज जानुकाको हातमा के छ यहाँ त हिलो रहेछ यार हेलो यहाँ सन्ध्या गयो गाइज भर्खर मेरो चस्मा चोर्यो यार कसले चोर्यो थाहा पाएन एउटा चस्मा खुसीसँग अर्को चस्मा एन्जिला अर्को खै यो केटाहरूकोसँग छ यताबाट को आयो गाडी अनि एलिसा आउँदैछ सँगै हिँड्नु है यहाँ टेनिस कस्तो बाटो हो यस्तो उता पुगिसक्यो कति धेरै न अगाडि लास्ट रहेछ यार यिनीहरू त लास्ट रहेछ अहिले चाहिँ शीतलै शीतलो छ अघि घाम मुखमै आएर ओ माई गड सन्दीपा आयो गाई सन्दीपा पछाडि दुईटा मिस यो डाँडाको अर्को डाँडाबाट आएको गाई छ हामी मतलब त्यहाँबाट बसबाट झरेको नत्र त उतैबाट आएको गाई ओके ये मिनल भाग्यो गाइस डोंकी आयो डोंकी हट भाग्यो भाग्यो हेर्नु गाइस एबिसी डोंकी आयो सब डरायो मिस यता जान्छ होला नि कि कता हो यता रहेछ ब्राउन व्हाइट यो के हो के गर्दैन के ओए प्रान्जल निचल यहाँ ब्लगमा के भन छोड न ओ माई गड पोज फेरि खतरा हेर्नुहोस् गाइस पोज प्रान्जलको पोज रे ए ल ल कति फोटो खिचेको हो कि त्यो पनि मिन्न डरायो हिँड हिँड के हुँदैन खाइदियो भने के गर्छौ नि अघि ए डोङ्की
गदाले कहाँ खान्छु यार गदाले कहाँ खान्छ यार खाइदियो नि झोलमा कतिचोटि मेरो साइडबाट गइसक्यो यार मैले खाइदियो अन्त मैले हात लागिरा बसिरहेको छ नि त ए ल ल यिनीहरू आफ्नै पारामा हिँड्छ कि चलायो भने मात्र हो क्या मैले चलाएको यही कुरामा गरेको थिएँ क्या ए थाहा यो एउटा अगाडिको त्यो गधा छ त कहाँ गयो पछाडिको नि त्यतै जान्छ हलो जोत हलो मलाई एकदम अगाडि जान मन लाग्थ्यो तर एक्लै भएर गाई चाहिँ हलो जोत्यो यो मान्छेले हजुर यसरी बोल्थ्यो ए हलो ए त्यो चाहिँ जोत्दैन यार हो त्यसरी यसो लिएर जान्छ यसरी यो नि यसले यस्तो यस्तो गर्नेले चाहिँ के भन्छ त्यो त कोतालो खनेको हो पोल त के हो यस्तो खतरा आइयो त्यो चपाइरह्यो भने त सकिहाल्छ नि यार यहाँको मान्छे कसरी हिँड्छ होला तर बानी परेको छ ओ चौ चौ कोही राखेको यहाँ चौ चौ लो गाइज पोथाना आयो 1 2 and 3 भैया hotel vacation home and restaurant welcome to Heaven Guest Hello guys, यहाँ के रहेछ Heaven's Gate Guest House पोथाना टेन्ट रहेछ गाइज ओ यो कति राम्रो हेर्नु रहेछ लुगा मात्र तर यहाँ गाइज यहाँ धारा ऊ साइकल कसको साइकल मुठा के लेके चले पक्रु त एकछिन अब पसिना पुसिङ गाईको साइकल छ साइकल चलाउने ऊ त्यहाँ रोज रहेछ उता बस्ने ठाउँ रहेछ यहीँबाट जाइबाट स्टार्ट गर्ने हो भ्यू पोइन्ट हेर्ने आउने खाने अनि देउराबाट म त जान्न भ्यू पोइन्टमा म नि जाँदैन किन जाने हो भने बिहानै उठेर भ्यू पोइन्ट हेर्न जाने हो हजुर फिस्टेल गेस्ट हाउस एन्ड रेस्टुरेन्ट यहाँ ऊ त्यहाँ छ See you restaurant special food नेपाली दाल भात के छ ओइ र गाइस म तिमीहरूलाई यस्तो खतरा देखाउँछु किन त मलाई थियो तर के गर्ने पैसा छैन कति भन्छ अहिले पछि सोध्छु चौका उक्लेर आएर यो वाला राम्रो छ मलाई दिस वान अनि यहाँ अर्को कुकुर छ
ओ माई गॉड हेलो हजुर यहाँ रिदेन छ गाइज केही चुरी आइसक्यो म है यता फेरि आऊ यहाँ गिटार बजाउँदै ब्लगमा हालिदिन्छ रे गाइज बेहना यहाँ रबिना प्रिन्जल आराध्या सुदीक्षा दिव्या मौन त ग्यालेक्सीको आहा कसको ग्यालेक्सी ओके ओके something is wrong आऊ something is really wrong आऊ न माथि जाऊँ न तरिका खिचिहाल्नु भनेको नजिकमा जाऊ क्यामेरा पहाड फेरि ओए यसलाई थाहा होला के हो उसको के मेजरबाट त्यहीबाट यो हाफ स्टेप डाउन हो कि त्यो स्ट्यान्डर्ड ट्युनिङमा केटाहरू चाहिँ यहाँनिर त के वाइफाईमा
खाऊ 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 मजाले नलजाइकन ए दियालाई छिट्टै हो त्यो चाहिँ बाहिर निकाल न ट्याक्क त्यो दालको भाँडालाई बाहिर ट्याक्क राख पहिला खाने यसको बादमा खेल्नु मजाले खाऊ पहिला मोबाइल टच गर्ने होइन खाने बेलामा मजाले खाने त्यसको बादमा बुझ्यो जति चलाउँछौ आफ्टर डिनर ल हप्ने भने भन्ने